Hi guys, namaste. That's Fabio Lives. Me Adinda Vlog. Welcome back to my channel. Today new video लिएर फेरि पनि हजुरको सामु चाहिँ म भइसकेको छु हैन। मेरो भिडियो चाहिँ कति धेरै पेन्डिङमा छ अनि हाल्न पाइरहेको छैन के मैले चाहिँ एडिट गर्न पाइरहेको छैन अनि म चाहिँ एकैचोटि हाल्नेवाला छु हैन। मेरो साथी चाहिँ गइसक्यो, म पनि गएँ। हामी चाहिँ बाहिर जान लाग्यो। यहाँ अफ भएर लाइट बाहिर जान लाग्यो। मेरो बहिनी आउँदैछ उताबाट। ओइ के हो हाई भन्दा न मेरो साथी र म जानु लाग्यो अनि उताबाट बहिनीहरू आउँदैछ, मेरो साथीहरू आउँदैछ अनि हामी चाहिँ जाने हो। अहिले चाहिँ हामी जाँदा लेफ्टमा हो। मैले केही बिर्सेको जस्तो लागेन। पर्स हाल्यो, मन पनि हाल्यो, चाबी पनि हाल्यो। ओइ पाममा जाने भनेन सधैँ आएको छ्या नाकको रिस यस्तो भन्नु तलक तलक अँध्याएर धुत्त पऱ्यो जस्तो कत्रो ठुलो देखेको मेरो अनुहार। गाइस हामी चाहिँ जाँदैछौँ, त्यही हो। अब यहाँबाट हामी चाहिँ गाडीमा जाने, ट्याक्सीमा जाने हो। त्यहाँबाट मेट्रो कार्ड ल्यायो। अहिले चाहिँ मेट्रो कार्ड ल्यायो। त्यही गाइस बाहिर चाहिँ एकदम घाम छ। आई विल सो यु। यस्तो छ बाहिर घाम। अहिले कति बज्यो है? 4 बज्यो। 4 बजे यस्तो छ। राम्री भएर मेरो युट्युबमा युट्युब छ तिम्रो? युट्युबमा युट्युबमा म पनि आउने भएँ है। 6 मात्रै हो है। ब्लग चाहिँ हाल्दैन होइन, कन्टिन्यू नै दिन पाएको छैन क्या। त्यो हो। अनि हामी चाहिँ अब यहाँबाट ट्याक्सी गर्ने हो अनि जाने हो। अनि त्यही हो, घाम एकदम घाम छ। यस्तो नि गर्नु सक्दैन हो घामले। कति गर्मी, दुबईको गर्मी एकदम हुन्छ। त्यही कारण चाहिँ यहाँ अब पाममा जाने हो। अनि उसको फोन फुटेछ अनि बनाउनु दिएको थियो। त्यही हो, अहिले तपाईँहरूलाई देखाउँछु। अगाडि छ यिनीहरू। हामी चाहिँ कहाँ आइपुग्यौँ रे? दुबई मल आइपुगिसक्यौँ। त्यहाँ मेट्रोबाट झर्दै हो। अगाडि चाहिँ यो दुईजना। सुशीला आयो भन्दैन? मेरो बहिनी नै आइसक्यो। अनि साथीलाई भेट्छु अन्त भेट्छु है त। हाई गाइस, मैले साथीहरू भेटिसकेँ। साथीहरू हाई भन् न। हाई गाइस, लाइक कमेन्ट सब्स्क्राइब प्लिज। मेरो स्कुलदेखिको साथी हो यो चाहिँ, मेरो बहिनी। अनि मेरो अर्को साथी यहाँ पछाडि। सपोर्ट गरिदिनु होला। अस्मितालाई धेरैभन्दा धेरै सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच। यदि भन्दा मेरो 2 शब्द यहाँ टुङ्गाउँछ नि त। त्यही गाइस हामी जहाँ दुबई मलमा हो अहिले। राम्रो देखेको हो। यसमा त देख्छु सादा। यिनीहरू दुईजना यहाँ के हेरिरहेको छ? त्यो गाइज मेरो साथीहरूलाई मैले भेटिसकेँ होइन। अनि मेरो बहिनी नि भेटेँ मैले अघि नै। अनि अघि चाहिँ त्यहाँ कस्तो पुरै भिड थियो क्या अनि त्यो लिफ्टमा। अनि त्यही भएर मैले चाहिँ भ्लग बनाएन। अनि त्यही भएर यता आएर अनि फेरि को कम्फर्ट हुन्छ, को कम्फर्ट हुँदैन क्यामेरामा। त्यही भएर मैले चाहिँ भ्लग बनाइरहेको थिएन। अनि अहिले चाहिँ सबैजनालाई सोधेको। अनि ओके उयो कहाँ हामी कम्फर्ट नहुने भने मेरो साथीले पनि। त्यही भएर म भ्लग लिँदैछु यहाँ। हामी चाहिँ अब कता दुबई मलमा छौँ। अब खोइ कता जाने। मलाई छोडेर नजाए जाँदाहरू। तिमी यहाँ भिडियो बनाउँदै बस्छ। राम्रो
सिक्युरिटी गार्डहरूले सोध्नुपर्छ कि हाई मिन कुमारी हाई सिधा दुबई एकुरेम मजाले राखेको है पर्फेक्ट ओइ कस्तो दामी राखेको डिस्प्लेमा हेर भिडियो बनाउनु त यहाँ त्यही गाडी त अब हामी एकुरेममा जाने रे अनि हामी चाहिँ एकुरेममा जान्छौँ सबैजना यहाँ छौँ त्यही हो म पनि यो जस्तो भइसक्यो दुख लगाएर तिमीहरूजना छ्याउँथ्यौ तिम्रो बहिनी होइन हामी साथी हो नि तिनीहरू जिग्रियो नि त फेरि त्यहाँ हेर है तिमीहरू हाँस मात्रै हेर ल गाई त उतैतिर गएर भेट्छु है तपाईँहरूलाई म हामी गरिब नोट नेपाली 1 रुपिस हो कि त्यही साथीहरू होइन हामी चाहिँ यहाँ लखर 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 हेर्नु त काम नपाएको जस्तो यहाँतिर हिँड्दैछन् अनि थाकी पनि छ अब हिँड्दा हिँड्दा सुधै खुट्टा दुखेर स्यान्डलले मैले जुत्ता लगाएको त्यो स्यान्डल लगाएको अनि अब त्यहाँ एकुरेममा जानु लाग्यो हामी अनि त्यहाँ एकुरेममा गएर के कस्तो छ तपाईँलाई म देखाउने छु ओके एकुरेममा आइपुग्यौँ हामी यो एकुरेम मेरो मोबाइल पुरै यो रियलमा छ हो है रियलमा छ हो यो मलाई त भिडियो देखाएको जस्तो लागिरहेको छ हो सबैजना मान्छे एकुरेममा आइसक्यौँ हामी तपाईँलाई तल गएर देखाउँछु है राइस त्यो बनाइदेऊ न ल रहेछ हामी हेर्दैछौँ ल फोटो खिच्दैछौँ हामी हेर्दैछौँ गाइस आफ्टर आधी घन्टा है हाफ एन आवर हिँड्दा 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 बल्ल 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 यहाँ बुर्ज खलिफा अगाडि मुनि आइपुग्यौँ हामी माथि चाहिँ नजाने यहाँ बुर्ज खलिफा भनेको यही रहेछ हो गर्मी भने के साह्रो गर्मी हो मजा लाग्छ छैन यहाँ दुईजना चाहिँ यहाँ अगाडि अगाडि यिनीहरू चाहिँ गाइडेन्स गर्ने हामीलाई हामी दुईजना यहाँ पछि 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 लागेर आधी घन्टा फन फन मल घुम्यो बल्ल बल्ल बाहिर निस्क्यौँ हामी यही हो बुर्ज खलिफा यस्तो यो चाहिँ वाटरफल ओइ अघि हामी तल माथि गरेको यही ठाउँ हो यही बस्यो हो अब अहिले त्यहाँ पानी नाच्छ कहाँ नाच्छ अहिले त त्यो उयो गर्दैन के हो खोइ आधी 30 भइसक्यो गर्दैन क्या अहिले गर्दैन त्यो भएर के बाहिर आएको त नि मजै भएन नि आएको थाक्यो गाइस हामीले घुमाउनु लाग्यो यिनीहरूले यहीँ राख्नु लिएको रहेछ दुबई के घुम्नु यार म त वाक्क लाइसक्यो 2 वर्ष घुमेको अनि वाका लगाइहाल्छ मलाई घुम्यो कहीँ चाहिँ गएन म आफ्नो देश त राम्रोसँग घुम्नु कति साथीहरू अब हामी दुईजना यसो अब हामी कति पछि भेटेको गफ गरेर बस्छौँ हामी चाहिँ ओके बाई बाई डोन्ट डिस्टर्ब अस प्लिज बाई बाई ओ त्यो मान्छे पेडेन यार पाउने सबैजना यहाँ ऊ यहाँ भ्लग बनाउँछ यहाँ छ मेरो ठुलाको छोरी हो त्यो चाहिँ मलाई आयो भने न
अनि हामीहरू चाहिँ खाना खान आएको भोक लागेर कता अरे सयपत्री रेस्टुरेन्ट आएको अनि खाना खान लागेर हामी चाहिँ मेरो मन भयो क्यामेरा अन क्यामेरा बनाउँछ त्यही गाइज हामीहरू चाहिँ यहाँ खाना खान आएको हामीले खाना अर्डर गरिसक्यौँ अनि त्यसपछि खाना आउँदैछ यहाँ सलाद चाहिँ सकिसक्यो फेरि सलाद चाहिँ सकिसक्यो बेलुकाको 9 बजिसक्यो राम्ररी देखा नि फेरि त्यहाँ कमेन्ट गरोस् क्या मान्छेले नकट र त्यो गाइज अनि हामी चाहिँ यहाँ खाना खान बसेको खाना आउँछ अनि खाने हो मान्छे कति धेरै छ क्या यहाँ अनि हामी चाहिँ ग्लोबल भिलेज जानु लागेको घुम्नलाई त्यो गाइज खाना आइसक्यो हाम्रो यहाँ हजुर अनि ठिक छ खाना आइसक्यो हाम्रो यहाँ सबैजना तैतरी हेलो गाइज हामी चाहिँ अब ग्लोबल भिलेज जाँदैछौँ अहिले चाहिँ खानासाना खाएर टन्न भयो होइन अब चाहिँ हामी ग्लोबल भिलेजको तर्फ जाँदैछौँ मैले अतिमसा लामाको भ्लग हाइज्याक गरेको भन् न मुला म चाहिँ अतिमसा लामाको भ्लग हाइज्याक गरेको हो होइन अनि अब हामी जाँदैछौँ तपाईँलाई यहाँको देखाउँदैछौँ के कस्तो बाहिर यस्तो छ पछाडि बोलेको सुन्दैन त्यहाँ भिडियोमा अगाडि चाहिँ हाम्रो मोटिडन बसे अगाडि चाहिँ होइन अब यहाँ अतिमसा चाहिँ यहाँ पुरा मस्किरह अब रमाइलो भइरह अरे उसलाई अब सुशीला ओइ होइन कि म चाहिँ ड्राइभरले बाटो देखाइरहेको छु होइन अब अर्को बाँकी चाहिँ उता पुगेपछि देखाउँछ है थ्याङ्क यू सो मच भर्खर मेरो साथीले अलिकति भिडियो यस्तो बनाइदिएको थियो होइन अनि हामी चाहिँ अहिले यता खानासाना ड्याममा खाएर 4 जनै जानु लागेको यहाँ चाहिँ सबैजना यहाँ छ यहाँ अगाडि छ यता यो अनि मेरो ठुलाको छोरी अगाडि यहाँ मेरो चाहिँ स्कुलको साथी यहाँ मेरो बहिनी अनि म यहाँ अनि हामी चाहिँ ग्लोबल भिलेज जानु लाग्यो अहिले 9:30 भइसक्यो अब चाहिँ ट्याक्सीमा अब छिटो जानु कति रात यो हो नि त प्रोफेसनल ब्लग भनेको कहिले नगरेको मान्छेलाई कहाँ थाहा हुन्छ त होइन 25 किलोमिटर छ नि यहाँबाट जाम छ यहाँ अगाडि त्यो गाइज अब म यताउति भिडियो बनाउँदिनँ किनकि के भइरहेछ नि त यहाँ इन्जोय गर्नु पर्यो नि त हामी कति बजी भेटेको त्यही भएर ग्लोबल भिलेज गएर तपाईँलाई के गर्छौँ हामी त्यो देखाउने छौँ है त स्टे ट्युन गाइज गाइज फाइनली हामी चाहिँ आइसक्यौँ ग्लोबल भिलेज हामी यहाँ 4 जना छौँ रमाइलो भएर छ नेपालमै छ जस्तो भएर चाहिँ मलाई अहिले चाहिँ हेरेको भिडियो गरेको हेरेको भन्नाले म त क्यामेरामा आँखै यसो गोड पठाउनै सकेँ होइन बानी हो क्या त्यो गाइज अनि हामी चाहिँ यता टिकट लिन लाग्यो गाइस यहाँ टिकट काउन्टर छौँ त्यहाँ अगाडि रहेछ अनि हामी 4 जना के अरे अनि त्यो गाइज हामीहरू चाहिँ आइसक्यौँ अनि ट्याक्सीबाट भर्खर ओरेर हामी चाहिँ यहाँ जेब्रा क्रसिङमा हिँड्दैछौँ लखर यहाँ 4 जना चाहिँ माकुरी यहाँ 2 जना छ हामी यहाँ 2 जना म त नेपालमै छ जस्तो भइरहेछ हो यहाँ ठाउँ हेर्दा चाहिँ विदेश हो अन्त हामी हेर्दा चाहिँ नेपाली जस्तै नेपालमै छ जस्तो भइरहेछ होइन मेरो सबै ट्र्याकहरू बाक्लो बाक्लो भयो भने मलाई चाहिँ चाहिने त त्यस्तो हामी चाहिँ आइपुग्यौँ ग्लोबल भिलेज खोइ कहाँ टिकट लिनु त्यहाँ रहेछ टिकटै देखाएको छैन त्यहाँ अब भित्र गएर कस्तो कस्तो चाहिँ के छ तपाईँलाई पनि देखाउँछु म पनि हेर्छु अब एकजना नाम टिकट लिनलाई को जाने रुख सानो पनि है भित्र छ कहाँ चाहिँ फोटो खिच्छौँ फोटो खिच्दा टिकट लिन्छौँ अनुहारको चाहिँ हालत खराब भइसक्यो आज हिँड्दा त्यो गाइज हामी यहाँ ग्लोबल भिलेजको बाहिर हो यहाँ चाहिँ ग्लोबल भिलेज टिकट काउन्टर अब भित्र जाने हो हामी यहाँ मेरो ठुलाको छोरी आइपुग्यो है ग्लोबल भिलेज आइपुग्यो
तिमीहरूले अस्ति भेट्ने प्लान थिएन हाम्रो अस्तिको हप्ता हो त्यसको भोलिपल्टदेखि बिरामी भएको म यो स्वरै नआएको मेरो सम्बन्धै आएन क्यामेरै सम्बन्ध आएन आउँदैन नि मेन त अब यस्तो हो क्या आखुरी हामीहरू चाहिँ यहाँ हिँड्दैछौँ त्यसरी हो मैले यसो समातेको नि त फ्रन्ट क्यामेराबाट समातेको कि मैले चाहिँ अनि हाम्रो पार्टनरहरू यहाँ पछाडि छ होइन म चाहिँ यहाँ कुवेत म ब्याक क्यामेराबाट बनाउँछु छ है हामी यहाँभित्र छिर्नु लागेको यहाँ कुवेत कहाँबाट छिर्ने हो हामी मकै थरी थरीको पाउँदो रहेछ नि बराइन इजिप्ट आइरहेछ भ्याक्सिन हान्नु परिरहेछ भ्याक्सिन त आइरहेको मलाई यस्तरी हान्नु त्यो कामको कुरा गरेको नि डुल्दैछौँ मस्त हामी यहाँ होइन ठाउँहरू हेर्दैछौँ यस्तो एक्सप्लोर गर्दैछौँ यहाँ ठाउँहरू थरी थरीको ठाउँहरू छ गाई हामीले चाहिँ फोटो पनि खिच्यौँ यहाँ होइन देखाउँ त फोटो नेपाली कति ग्लोबल भिलेजमा आएर फोटो पनि खिच्यो है यस्तरी ल मेमोरी हुन्छ होइन ल हाम्रो स्पिड म्यामले दिनुभएको यो चाहिँ हामी मसँग 1 रुपियाँ पैसा छैन रुपियाँ चाहिँदैन नो निड रुपियाँ राइट रमाइलो हुँदैछ यहाँ रातिको कति बज्यो 11 बन्द आयो होला हामी सिन यहाँतिर हिँड्दैछौँ यहाँ फोटो हेरेको छ एकजना त्यो फोटो लगेर जानु भने रुममा लगेर जाने हो त नि हाम्रो त मिल्छ फेरि रुममा जे जस्तो गरे नि मिल्छ तिमीहरूको चाहिँ के त 5 जना हुन्छ एउटा रुममा 5 जना हुन्छ एउटा रुममा एउटा फ्ल्याटमा 10 जना किचनहरू राम्रो छ किचनहरू राम्रो छ मैले सुझाव देखाएको थिएँ देखायो ए छैन कम बच्चाहरू गएर न How much like a sleeper? 16. ले पनि हुन्छ चाहियो भने ब्याग चाहियो लगेजमा ओ हेर्न ठिक छ त अनि यस्तो हैन यो त मैले डेट रेमा बिग्राममा देखेको थिएँ नि त अब
much is it? 50. This one also? This one also? 50 all. नचाहिने कुरामा टाइम वेस्ट नगरौँ हेर्नु नाइट ड्रेसहरूको रेट बजेको हेर्नु बच्चा छैन तिमीहरू कभर चाहियो भने होइन कभर चाहिँ हेर्न यस्तो चाहिँ कति चलेको यस्तो कभर चाहिँ सुइखाको जस्तो कभर हेर्नु पऱ्यो क्या मलाई सोध्न यस्तो खालको छैन भनेर पहिला त सुइरातिर मलाई त्यो त के छ कस्तो यो कभर कति हो राम्रो छ है कलर चाहिँ 13 बनाएको छ मुखहरूमा तिमीहरू आइफोन भनेर यार मलाई यहाँनिर कहिले उता गएर पैसा पुग्यो भने त म त यहीँबाट 13 प्रो म्याक्स लगेर जाने भन्ने सोचमा पनि छु है केटी हो यो चाहिँ चलेको रे 13 प्रो म्याक्स कति हो ठिक छ त बबल मजा आउँछ होला यार है माथिमा आधी गरेर त आएर झार्छ होला क्या एकजना हो कि दुईजना Oh my god. छिटछिट गर भनेको घुम्न जाउँ कता कता जाने हो नत्र भने म यहाँ बस्छु तिमीहरू घुम्दै गर अनि भइसकेपछि फेरि मलाई लिन आऊ यहाँ कस्तो साइजको छ यार तर यहाँ थाक्छ है म अघि कति हिँडेको छु तल गाइस एकदम थकित छौँ हामी सबैजना यहाँ हामी चाहिँ ग्लोबल भिलेज बाहिर आएर बसेको थकाइ लागेर यहाँ सबै थकित भएर मेरो हालत धेरै खराब छ गाइस यहाँ मेरो बहिनी एकदम थकित भएर बसेको यहाँ आराम गरेर बसेको हामी फेस पनि एकदम ओइली भएर केही छैन अनि थकाइ लागेर एकदम थकाइ लागेर बसेको अब चाहिँ घर जानुपर्ने हुन्छ घुम्यो 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 इन्डिया घुम्यो चाइना घुम्यो इजिप्ट घुम्यो कहाँ कहाँ घुम्यो अब होइन आज पुरै वर्ल्ड वर्ल्ड टुर हानेर आयो भित्र हामीले भिडियो चाहिँ मैले खासै गरेन अनि त्यो हो एकदम राम्रो लाग्यो ग्लोबल भिलेज अब हामी चाहिँ यहाँबाट छुट्छौँ होला लेट्स सी गाइज अनि यहाँ चाहिँ यस्तो थकाइ मारेको बेलामा यसो क्लिप लिइदिउँ न भनेर लिएको हो होइन एन्डिङ अफ द ब्लग एन्डिङ अफ द ब्लग अहिले एकछिनमा हुन्छ घर गएर त्यो चाहिँ अहिले होइन नो अब यहाँ एकछिन थकाइ मारेर यहाँ इन्फर्म गरेको मेरो गाइजहरूलाई यहाँ कोही फोटो एडिट गर्दैछ यहाँ कोही त्यहाँ फोटो हेर्दैछ कस्तो कस्तो आयो भनेर फोटो चाहिँ अब त्यस्तै हो होइन गाइजहरू त्यही हो म चाहिँ त्यति मात्रै भन्न आएको त्यो गाइज अब यहाँबाट घर जाने हो हामी यहाँ ट्याक्सी बुक गरेर लेट्स सी अब के हुन्छ आई विल इन्फर्म यु अल सो गाइज म चाहिँ रुम आएर यहाँ मुख धोएर बसेको मेरो मुख चाहिँ यहाँ पुरा मस्करा यहाँ यस्तो भएर छ अनि निन्द्रा पनि लागेर छ अनि म चाहिँ यहाँ केही बसिरहेको मोबाइल चलाएर अनि म चाहिँ अहिले ट्याक्सीमा आएको बहिनीहरू चाहिँ उता अर्को ट्याक्सी चढेर गयो उनीहरू चाहिँ मेरो बहिनी चाहिँ अहिले मेरो ठुलाको छोरीकोमा गइसक्यो कस्तो थुक्दाखेरि क्या बसी होइन अनि हामीलाई चाहिँ त्यहाँ कस्तो रमाइलो भइरहेको थियो क्या हामी यत्तिकै ग्लोबल भिलेज बाहिर आएर पनि 2-3 घन्टा त यत्तिकै गफ गरेर बस्यौँ क्या हामी 3जना 4जना गफ गऱ्यो नेपालमै छ जस्तो होइन रमाइलो लागिरहेको थियो अनि लास्टमा छुट्नुपर्छ त कस्तो रुनु मन लागेको क्या
के हो गाइज यो विदेश अनि त्यो अनि अहिले चाहिँ 3 बज्न लागिसक्यो यहाँको रातिको बिहानको भनौँ न अब अनि 3 बज्न लागिसक्यो अब सुत्नुपर्छ भोलि बिहान फेरि ड्युटी छ अनि जानुपर्ने हुन्छ त्यही भएर यसो म हाल चलाएर बसिरहेको थिएँ भ्लग पनि इन्डिङ हानिदिनु पऱ्यो मैले ऱ्यापअप गरेको थिएन कि भिडियो त्यही भएर अनि त्यही हो गाइज यस्तै चलिरहेको छ अनि अब छुट्टी पनि सक्यो अब भोलि फेरि ड्युटी जानुपर्ने हुन्छ म चाहिँ यत्तिकै मजाएर बसिरहेको कि अब भिडियोहरू चाहिँ के कस्तो भयो होइन हामीले त्यहाँ खासै भिडियो भन्दा पनि आफूलाई इन्जोय गऱ्यौँ गफ गऱ्यौँ मेन त गफ गऱ्यौँ हामीले कति पछि भेटेको हामी लगभग 2 वर्ष जति होला मेरो साथीहरू भेटेको मेरो ठुलाको छोरी 2 वर्षपछि होला मेरो बहिनी त अस्ति भर्खर भेटेको है अनि त्यही पनि कुराहरू कति गऱ्यौँ अनि बस्यौँ अनि भिडियो चाहिँ त्यस्तो खासै लिएनौँ अब एडिट गर्ने बेलामा थाहा हुन्छ यो भिडियो चाहिँ कहिले आउँछ थाहा छैन त्यही पनि माना चाहिँ हाल्छु तर कहिले आउँछ थाहा छैन त्यही पनि माया गरिदिनुहोस् भिडियो के कस्तो लाग्यो लाइक गरिदिनुहोस् अनि कमेन्ट गरिदिनुहोस् मन पऱ्यो भने सब्सक्राइब पनि गरिदिनुहोस् यति भन्दै आजको लागि चाहिँ म छुट्टा चाहन्छु तपाईँको सामु चाहिँ अब चाहिँ मैले सुन्नुपर्छ बाई बाई गाइस लभ यु